ल हामी दुईटा गाडी चाहिँ अब बनारस पुग्न आँट्यो। बनारस पुगेपछि नयाँ बाटोमा जाँदैछ हामी हो। मेरो गाडी चाहिँ सामानहरू यस्तो छ, पकाउने खाने लुगा ब्ल्याङ्केट सबै हो। नानीहरू छ यहाँ त छ हो। अब हामी चाहिँ गङ्गा नदी पुग्न आँट्यो। गङ्गा नदी पुग्न आँट्यो। हाम्रो यहाँनिर सबैजना बसिरहेछ हो। अब जानुपर्छ। ल गाइस आता र म चाहिँ यहाँ गफ गर्दै जाँदैछु डोमा खाँदै हो। डोमाले दाँतै खतम बनायो नि हौ मेरो त बेसी खाएर। यहीँ आताको छोरी हो। अन्त पछाडि अर्को गाडी आउँदैछ। अगाडि बाटो चाहिँ यस्तो रहेछ है, दामी बाटो। यो चाहिँ 6 लाइन भन्छ यसलाई चाहिँ हो। अब यहाँबाट कति किलोमिटर छ, मोटामोटी 12 किलोमिटर रहेछ हाम्रो। 12 किलोमिटरमा चाहिँ हामी टक्कै बनारसको सारनाथ भन्ने ठाउँमा पुग्छ। गाडीको स्पिड छ मेरो अहिले 80। जाँदैछु अब बनारसमा है। हामी चाहिँ बनारसमा छ। आरतीको दर्शन गङ्गा छुमा। म चाहिँ सुतेर बसिरहेको छु यहाँ गङ्गा घाटमा। सबैजना छ हो। पानी हेर्नु म चाहिँ यसरी सुतेर बसिरहेको। मेरो खुट्टा चाहिँ यहाँ हेर्नु पछाडि सुतेर बसेको। हामी जाँदैछ यता गङ्गा घाटमा। हामी मेरो साथीसँग हो जाँदैछौँ। अहिले यता जाँदैछ हामी।